हेलो गुड मर्निङ नमस्ते साथीहरू के छ सबैजना आरामै हुनुहुन्छ होला म पनि ठिक छु। म चाहिँ आज बारीमा के गर्न गइरहेको छु भन्दा म चाहिँ यता बारीतिर छु हेर्न सक्नुहुन्छ तोरी मयरले पुरै डाँडातिर चाहिँ कुसु लागिरहेको छ यतातिर सरर बारीमा तोरीहरू फुलिरहेको छ मजाले। अनि म चाहिँ के गर्दैछु भन्दाखेरि यो पक्चुई यो चाहिँ चाइनिज साग म चाहिँ यहाँ लगाउनलाई यो बनाइरहेको छु ड्याम। अनि यसलाई चाहिँ म पक्चुई लगाउँछु कस्तो हुन्छ एक दुई हप्तामा यसको हार्भेस्ट चाहिँ कस्तो हुन्छ तपाईँहरूलाई देखाउने नै छु। आज चाहिँ मैले अब भ्लगमा छोटो बनाउँछु तर यो मात्रै लगाउँछु। मलाई चाहिँ आज क्लास पनि जानु छ एकछिनमा। अनि भिडियो हेर्दै गर्नु होला, लाइक कमेन्ट सेयर गर्दै गर्नु होला भन्न चाहन्छु। अनि कताबाट हेर्दै हुनुहुन्छ कमेन्ट पनि गर्नु होला। यो सागको बारेमा तपाईँहरूलाई जानकारी छ भने कमेन्टमा लेख्नु होला। म चाहिँ फर्स्ट टाइम यो लगाउँदैछु, अरू चाहिँ लगाएर सागहरू खाइरहेको छु तर यो चाहिँ फर्स्ट टाइम युज गर्दै अथवा ट्राई गर्दैछु, हेरौँ कस्तो हुन्छ। अनि मसँग छ यो कुटो, अस्ति मैले कुटो किनेर ल्याएको थिएँ। यो कुटोले खन्न पनि सजिलो हुन्छ अनि लगाउन पनि सजिलो। अनि मसँग छ यहाँ अर्ग्यानिक मल, यो चाहिँ गोबर मल हो। यसले यो मल लगाएर सलक्क त्यो पक्चुई लगाएर यत्रो फलेको पनि तपाईँहरूलाई भिडियो आउने नै छ। म यो कृषितिर फर्मतिर आइरहँदाखेरि तपाईँहरूलाई म पोस्ट गर्ने नै छु। बाहिरतिर सुन्न सक्नुहुन्छ चराचुरुङ्गीको आवाज चुचुचु गर्दैछन्। म चाहिँ यहाँ यस्तो सानो लाइन बनाएर लगाएको छु कि यसमा चाहिँ मजाले फल्यो भने झारछार उखेल्न पनि सजिलो हुन्छ। मल लगाएर अनि मैले साग लगाएँ। देख्न सक्नुहुन्छ पक्चुई, यसलाई चाहिँ म लगाउँदैछु। लगाइसकेँ, यतापट्टि चाहिँ म पहिले नै लगाएको थिएँ। बाहिरको भ्यू चाहिँ दामी देखिन्छ है यतातिरको साथीहरू। यतातिरको भ्यू चाहिँ
यस्तो बारीमा चाहिँ मजाले तोरी फुलिरहेको छ। अब चाहिँ म यहाँ चाहिँ गाजर लगाउँदैछु है साथीहरू। गाजर र छ मसँग यो गाजर छ एउटा चाहिँ यो साग छ थाई साग। यसलाई चाहिँ मलेसियामा काङकुङ भन्थे हामी। यो चाहिँ थाई साग आएको छ, यसलाई पनि लगाउँछु म।